छेजालो मेजोर नमस्कार वेलकम ब्याक टु माई अनदर ब्लग र सबैलाई मेरो यस च्यानलमा स्वागत जनाउँदछु। आज चाहिँ म सोम सेकेन्ड डिभिजन तर्फ भाइको बिहेमा जाँदैछु। तसर्थ हजुरहरूलाई के कस्तो हुनेछ म देखाउने छु। साथै अब म रेडी हुन गइरहेको छु। वेदर त अलिकति धुम्म लागेको छ। होप सो अबको केही क्षणमा चाहिँ वेदर अलिक क्लियर हुन्छ होला। तसर्थ हजुरहरूलाई म मेरो सानो ब्लगमा आजको बिहे कस्तो हुनेछ देखाउने छु। वेदर त एकदमै राम्रो भइरहेको छ। बिहामा जाने अब रेडी भइसकेको छु। ल त बिहामा जानुको लागि रेडी भइसकेको छु। गरम छ, वेदर अलिक राम्रो भयो। तसर्थ अब बिहातर्फ जाने साथीहरू पर्खिरहेछु। साथी र भाइ आउँदैछ, सो तिनीहरू आएर चाहिँ बिहामा जाने। यी आइपुग्यो साथीहरू चाहिँ बजारहरू हो। यी सोमकमन गरम भयो अरे, ऊ ज्याकेट खोल्दैछ। यी अब त बिहामा जाने। यो त हिजो यसको छिसिस हो नि गएको ताम्बे। बाई बाई बाई। लो हाम्रो गाउँ मुनि मुनि त यस्तो छ सोम टी गार्डन। टी गार्डनहरू त यस्तो छ। हाम्रो सोमटी फ्याक्ट्री चाहिँ यहाँ छ। नदेख्ने रहेछ नि, आज मात्रै देख्ने सोमटी फ्याक्ट्री। त्यो त दन्कियो त, भोक लागेछ त्यसलाई। अब है बक्सिन्छ सेटी। यो पारि चाहिँ सिन्ताम रिकेश को ऊपर है रिकेश ऊपर है गाउँ कहाँ हो नहीं तो यहाँ तो गाँव तो एउटा बेउलिङ गर्ने